दाइ पनि धेरै पीडामा छ सर। अनि त्यही भएर खोजिदिनु भने भाउजू यति मिडियामा आएर हामी बोलेको छौँ, अनि छिटोभन्दा छिटो फर्किनुहोस् है भाउजू। छोराछोरीको दाइको पीडाले भए पनि सक्दिनँ सर बोल्न। दाइ धेरै पीडामा हुनुहुन्छ, नानी बाबु पनि पीडामा छ है भाउजू। जता फँसे पनि बरु छिटोभन्दा छिटो फर्किनुहोस् भाउजू, आफ्नो बालबच्चालाई स्याहार्न। अनि दाइ पनि धेरै पीडामा हुनुहुन्छ। दाइले उहाँहरूकै लागि त हो होइन? हजुर हजुर, दाइले पनि अब तपाईँकै लागि बच्चाको लागि दुःख गरेको छ। अनि बच्चाहरू पनि कति रोया छन्। बाबु पनि अब जान्ने भइसकेको छ, भनौँ ठुलै भइसकेको छ। अब मेरो मम्मी चाहियो, फाजु खोजिदिनुहोस् है। पुलिस चौकी पनि गरिदिनुहोस्, मिडियामा पनि गएर बोलिदिनुहोस्, मेरो मम्मीलाई छिटोभन्दा छिटो भेटाएर ल्याइदिनुहोस् है भनेर बाबु नानी कति रोया छन्। तपाईँका दुई छोराछोरीहरू रात दिन तपाईँको पर्खाइमा रुँदै बसिरहेका छन् र तपाईँकै लागि प्रदेशमा धन कमाउन गएका श्रीमान पनि तपाईँकै चिन्ताले रात दिन छटपटिँदै पीडामा बसिरहनु भएको छ। त्यसकारण हामी यहाँबाट अनुरोध गर्न चाहन्छौँ, तपाईँ छिटोभन्दा छिटो तपाईँको परिवारको सम्पर्कमा आउनुहोस्। यदि तपाईँ कुनै अप्ठ्यारोमा हुनुहुन्छ, परिवारको सम्पर्कमा आउन सक्नुहुन्न भने पनि हामीले स्क्रिनमा छोडेको नम्बरमा तपाईँ सम्पर्कमा आउनुहोस्। हामी तपाईँलाई सक्ने सहयोग गर्नेछौँ। हजुरको नाम? अमृता सारू। को पर्नुहुन्छ अमृता कौर तपाईँको? मेरो भाउजू पर्नुहुन्छ। भाउजू हुनुहुन्छ? हजुर। अनि भाउजू एक हप्तादेखि सम्पर्कमा हुनुहुन्न। हजुर। कहाँ जानुभयो, कहाँ जाने भनेर चाहिँ निस्किनु भएको थियो? भाउजूले माइत जान्छु, उता ठुलियामा बिमार हुनुहुन्छ अरे, अनि ठुलियामा भेट्न जान्छु म भनेर निस्किनु भयो घरदेखि। शनिबार बाबुलाई भन्नुभएको रहेछ, शनिबारसम्म घर आयो भने आए बाबु। अनि म आइनँ भने यो खसी कटाउनु, खसी पनि छ घरमा, कति 18 किलोको खसी छ एउटा। अनि त्यो कटाएस अनि शनिबारसम्म आयो भने आइगएँ, शनिबार आइन भने खसी कटाएस, अरू 2-4 दिन पछाडि आउनु सक्छु म भनेर निस्किनु भएको अरे घरदेखि। त्यहाँबाट बाबुले भन्छ अहिले आजसम्म मम्मी आउनु भएन, हाम्रो मम्मी जसरी भानी खोजिदिनु फुपू फाजु भनेर बाबुले भनेछ। अनि त्यही भएर हामी हजुरलाई खोज्न चाहेको हो। अनि माइतमा जान्छु भनेर गएको, माइतमा पुग्नु भएछ कि नै? नै पुग्नु भएको छैन। हामीले माइत जहाँ कति हामीले फोनमा गरिसक्यौँ, जानु भएन। 2-3 ठाउँ ठुली आमा हुनुहुन्छ, त्यहाँ फोन गरेर सोध्यौँ, आएको छैन भन्नुभएको छ। अनि देवर घरमा सोध्यौँ, आएको छैन भन्नुभएको, कहीँ जानु भएन माइतमा। र फोन पनि लाग्दैन, स्विच अफ छ मोबाइल। कहाँ जानुभयो होला तपाईँको भाउजू? किन त्यस्तो गर्नुभयो? केही त्यस्तो समस्याहरू थियो कि पारिवारिक समस्याहरू? नै समस्या भाउजूलाई केही थिएन सर, राम्रो थियो। अब हिँड्दै जानुभएको छ भने हामीलाई त्यति थाहा पनि छैन। घरमा समस्या केही थिएन भाउजूलाई, सबै राम्रै थियो। दाइबाट नि राम्रै थियो, हामी गाउँघर दिदी बहिनी अब हामी नन्दर सब राम्रै थियो। अब यहीँ जानुभयो भन्ने हामीलाई यति बुझ्न सकेनौँ सर हामीले। तपाईँलाई के लागिराखेको छ त? दाइ भाउजूको सम्बन्ध राम्रो रहेछ होइन? एकाएक घरमा छोराछोरीलाई केही कुरा भनेर सम्झाएर माइत जान्छु भनेर चाहिँ जानु भएको रहेछ। अहिले उहाँ तपाईँहरूको सम्पर्कमा हुनुहुन्न। हजुर, कतै अप्ठ्यारोमा हुनुहुन्छ कि कतै गएर घरमा आउनु सक्नु भएको छैन कि, अब कतै निस्किन सक्नु भएको छैन कि, ठाउँमा पुग्नु भएको कि नै आउनु। अब ठाउँमा पुग्यो भने हामीलाई त थाहा भइहाल्थ्यो होला, यो ठाउँमा पुग्नु भयो कि पुग्नु भएन कि त्यो थाहा पनि भएन। कति अप्ठ्यारो पर्नु भएको छ कि भनेर के सर हामीले हजुरलाई गरेको। तपाईँ नन्द भाउजूको कहिलेकाहीँ कुरा हुन्थ्यो? हजुर, फोनमा कहिलेकाहीँ कुरा हुन्थ्यो, राम्रै कुरा गर्नुहुन्थ्यो, त्यस्तो नराम्रो कुरा कहिले भएन हामी नन्द भाउजूको पनि। अब घर बनाउन हिँडिराख्नुहुन्थ्यो, कति दुःख गर्नुभएको थियो घर। अब अहिले खै कता हालिरहनु भएको छ? हजुर। उहाँको श्रीमान चाहिँ कहाँ हुनुहुन्छ? दाइ के उहाँ कतार हुनुहुन्छ, विदेश। कतारमा हुनुहुन्छ? हजुर। श्रीमानले कतारमा कमाइरहनु भएको थियो, भाउजूले घरमा चाहिँ बसेर घर धान्दै घर चाहिँ निर्माण गरिरहनु भएको थियो। हजुर। घर निर्माण गर्दा गर्दै घर छाड्नु भयो उहाँले? हजुर हजुर, निर्माण गर्दा गर्दै अहिले घर छाडेर निस्किनु भएको छ सर। अब त्यो आज 1 हप्ता भइसक्यो, खै आउनुहुन्न। बाबु नानीहरूले अरू के कुरा भने भन्नुहोस् त तपाईँसँग? बाबुले भन्छ अनि उहाँ ठुली आमा बिमारी हुनुहुन्छ अरे उहाँ बडडाँडाको, अनि म ठुली आमा नि जान्छु, बोइ बिमारी हुनुहुन्छ, बोइलाई भेट्न जान्छु म। अनि स्कुल गए तिमीहरू नानीलाई स्कुल पठाएस् त, अनि स्कुल गएस्, अनि खाना पकाएर खाए, अनि कपडा धोइदिएस् बहिनीको। त्यो त शनिबार आउँछ, शनिबारसम्म म आउँछु, आयो भने आएँ, आएन भने शनिबारको दिन खसी कटाएस्, अनि त्यो हेर्न पनि गएस्। त्यहाँबाट म आउँछु 6-7 दिनपछि म आउँछु है भनेर बाबुलाई भन्नुभएको रहेछ। र त निस्किनु भयो त्यहाँदेखि भाउजू। त्यो खसी कटाएस भन्नुभएको रहेछ, त्यो खसी कटाएस चाहिँ किन भन्नु उहाँले? अब खै सर किन भन्नुभयो त्यति हामीलाई थाहा भएन। पैसा पनि छोडिदिनु भयो? हजुर, बाबुलाई पैसा त्यो अङ्कललाई देस् भनेर यो पैसा घरमा त मिस्त्री ल्याइरहनु भएको थियो,
अनि अङ्कललाई माथि अङ्कल आउनुभयो भने यो पैसा अङ्कललाई दिएछ है भनेर बाबुलाई 60,000 पैसा दिनुभएछ र त्यहाँदेखि बाबु खाना खाएर स्कुल गइछ नानी पनि स्कुल गई त्यहाँदेखि भाउजू दिउँसो कति 11 बजीतिर भाउजू निस्किनु भएको छ त्यहाँदेखि बाबु नानीहरू कति वर्षका छन् बाबु 15 वर्षको छ सर नानी 8 वर्षको छ कतिमा पढ्दैछन् बाबुले 7 मा पढ्छ बोर्डिङको नानीले 1 मा पढ्छ बोर्डिङको अब घरमा छोराछोरी अनि श्रीमान प्रदेशमा हुनुहुन्थ्यो सबैसँग राम्रै थियो उहाँले घर छोडिसकेपछि उहाँको श्रीमानले के भन्नुहुन्छ तपाईँहरूसँग के भन्नुभयो अब हामीसँग त के भन्ने सर अब दाइले के भन्दै हुनुहुन्छ म जताकतै अब फोन गरेर सबै बुझिसकेँ अनि तेरो भाउजू कहीँ गएको छैन रे अब पुलिस रिपोर्ट पनि गरिदियो र मिडियामा पनि गरिदियो अब पुलिस रिपोर्टले भन्दा मिडियामा हालेपछि चाँडैभन्दा चाँडै खोजिदिनुहुन्छ उहाँहरूले चाँडैभन्दा चाँडै निकालिदिएपछि हुन्थ्यो होला भन्नुहुन्छ हजुर धेरै पीडामा हुनुहुन्छ के भन्नुहुन्छ भन्नुहोस् त अन्त यदि भन्नुहुन्छ सर कहाँ गयो होला कता गयो होला माइत जान्छु भनेर गएको अब माइत कहीँ गएको छैन कसैले मारेर फाल्दो कि अब कतै गयो कि कतै गएर कतै फँसी कि अब छिटोभन्दा छिटो बरु मिडिया बोलाएर मिडियामा हालिदियो है चाँडैभन्दा चाँडै निकालिदिन सक्नुहुन्छ मिडियाले भनेर दाइले भन्नुहुन्छ सर धेरै पीडामा हुनुहुन्छ दाइ उता अब विदेशमा काम गर्नु भएको छ उहाँ खानु नखानु छ खाँदै नखाएर सुत्ने बस्ने गर्नु काम गर्ने हिँड्नु भएको छ दाइ धेरै पीडामा हुनुहुन्छ सर छिटोभन्दा छिटो बरु खोज तलास गर्नुहोस् हजुरहरूले म यति भन्न चाहन्छु है तपाईँको भाउजूलाई के भन्नुहुन्छ कहीँ कतैबाट हामीलाई हेर्दै हुनुहुन्छ भने यति बेला कोही समस्यामा हुनुहुन्छ कि दाइ पनि चिन्तामा हुनुहुन्छ अनि घर पनि त्यस्तै छोडेर जानुभएको छ लथालिङ्गै भएको छ घर पनि बाबु नानीहरू पनि पिरमा छ तिनीहरू पनि चिन्तामा छ बाबु नानीले नि छिटोभन्दा छिटो खोजिदिनु फुबु बाजु मेरो मम्मीलाई हजुर कति रोया छ बाबु नानीहरू पनि दाइ पनि रोएछ है मेरो त सक्दैन के त्यहाँ त दाइ पनि धेरै पीडामा छ सर अनि त्यही भएर खोजिदिनु भने भाउजू यति मिडियामा आएर हामी बोलेको छौँ अनि छिटोभन्दा छिटो फर्किनुहोस् है भाउजू छोराछोरीको दाइको पीडाले भए पनि सक्दिनँ सर बोल्न दाइ धेरै पीडामा हुनुहुन्छ नानी बाबु पनि पीडामा छ है भाउजू जता फँसे पनि बरु छिटोभन्दा छिटो फर्किनुहोस् भाउजू आफ्नो बालबच्चालाई स्याहार्न अनि दाइ पनि धेरै पीडामा हुनुहुन्छ दाइले उहाँहरूकै लागि त हो होइन हजुर हजुर दाइले पनि अब तपाईँकै लागि बच्चाको लागि दुःख गरेको छ चिन्ता नगर्नुहोस् आउनुहुन्छ उहाँ है हजुर हामी यहाँबाट यही भन्न चाहन्छौँ उहाँलाई पनि छिटोभन्दा छिटो परिवारको सम्पर्कमा हजुर सर हजुर धेरै पीडा छौँ कि सर हामी पनि दाइले धेरै चिन्ता मानेको छ अनि कति रोएछ दाइ अनि बच्चाहरू पनि कति रोया छन् बाबु पनि अब जान्ने भइसकेको छ भनौँ ठुलै भइसकेको छ अब मेरो मम्मी चाहियो फाजु खोजिदिनुहोस् है पुलिस चौकी पनि गरिदिनुहोस् मिडियामा पनि गएर बोलिदिनुहोस् मेरो मम्मीलाई छिटोभन्दा छिटो भेटाएर ल्याइदिनुहोस् है भनेर बाबु नानी कति रोया छन् हत्या गरेका छन् बाबु नानीले पनि यति मिडियामा हेर्नुहोस् हामी सबै तपाईँलाई खोजी गरेको छौँ भाउजू सबै हेरेर देखेर पनि फर्किनुहोस् भन्न चाहन्छु सर यहाँ त म बोल्न सक्दिनँ है